हिजो राति आउँदाखेरि पसलबाट एकजनाले मलाई यो थैली दियो। थैलीको भित्र यो चिठी थियो। अब मैले हजुरहरूकै सामनेमा पढ्छु है। के लेखेछ है त। ओहो दिदी नमस्ते, सन्चै हुनुहुन्छ? हामी त हजुर त हाम्रै पार्टीको हो नि। अब फेरि हामी भोट माग्न आउँदैछौँ। के गरे देशको विकास गर्छौँ, महिला अधिकार दिन्छौँ। हजुरको घरको बाटो थियो नि, त्यो बिग्रेको बाटो के हो, त्यो बाटो पनि बनाइदिन्छौँ गरे। बनाइदिस्। त्यसपछि के गरे सबैलाई भत्ताहरू बढाइदिन्छौँ, देशको विकास गर्छौँ, स्वदेशमै रोजगार दिने वातावरण गर्छौँ। अन्त नजानु होला है दिदी। अब पहिला जे गल्ती भयो भयो, अब चाहिँ त्यो दोहोरिने छैन। थैलीमा पैसा पनि छ, राख्नु होला। मासु भात खानु होला। चाहिँ नि हाम्रै पार्टीमा फर्केर आउनु होला है गरे। यी आउँछन्। अब त यस्तो गरेर हिँड्ने हो। कसैको मासु भात खाँदा पनि खाइएन जिन्दगीमा, पैसामा पनि बिकिएन, अब पनि बिकिनेवाला छैन। हजुरहरू पनि नबिक्नु। पाए पनि गम 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 खाइदिनुहोस्। भोट चाहिँ नि नयाँ पिँढीलाई दिनुहोस्।